तपाईँ जीमेल भन्नाले के बुझ्नुहुन्छ? सायद तपाईँलाई जीमेल भन्नाले थाहा पनि होला। एक व्यक्तिबाट अर्को व्यक्तिलाई पत्रचार गर्ने एउटा डिजिटल माध्यम जीमेल हो। कतिलाई थाहा हुनसक्छ, कतिलाई थाहा नहुन पनि सक्छ। तपाईँहरूको कसैको जीमेल छ होला एकाउन्ट र कसैको नहुन पनि सक्छ, किनभने अहिलेको जमानामा अहिलेको समयमा यो एकदम महत्त्वपूर्ण भएको छ जीमेल। यदि हामीले कसैलाई धेरै साइज भएको फाइल्सहरू पठाउनु पर्यो भने जीमेल एकदम सजिलो माध्यम हुनसक्छ तपाईँहरूको लागि। तपाईँ हाम्रो च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने कृपया लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र बेल आइकन पनि क्लिक गरिदिनु होला। यस्तै राम्रा भिडियोहरू तपाईँ समक्ष पहिलोचोटि आओस् भन्ने चाहनुहुन्छ भने कृपया सब्सक्राइब गरिदिनु होला। सो अब हामी जीमेल कसरी बनाउने त्यतैतिर लागौँ है त। जीमेल बनाउनलाई हामीलाई पहिला हाम्रो ल्यापटप, कम्प्युटर वा मोबाइलमा एउटा ब्राउजर इन्स्टल भएको हुनुपर्दछ। चाहे त्यो गुगल क्रोम होस् या फायरफक्स। मसँग फायरफक्स छ, त्यसबाट म देखाउनेछु कसरी जीमेल एकाउन्ट बनाउने भनेर। जुनै ब्राउजरबाट भए पनि प्रोसेस भनेको सेमै हुनेछ। र यसरी हामी सर्च बारमा जीमेल भनेर टाइप गर्नेछौँ। यहाँ जीमेल देखिसकेको छ, त्यही पनि एकचोटि हामी टाइप गर्नेछौँ gmail.com र सर्च आइकन हाल्नेछौँ र हामीले यसरी एउटा पेज खोलिनेछ, एउटा इन्टरफेस। अब हामी यहाँ माथि हेर्नुहोस् त, क्रिएट एन एकाउन्ट भन्ने दिएको छ, यहाँ क्लिक गर्नेछौँ र यसलाई क्लिक गरेर हामी भित्र जानेछौँ र यहाँ एउटा अर्को पेज खोलिनेछ। यहाँ तपाईँले नाम थर लेखिया छ, यो नेपालीमा छ। तपाईँलाई नेपालीमा सजिलो लाग्छ भने, यो पढ्नलाई सजिलो लाग्छ भने तपाईँले नेपालीमै हेरेर यहाँ आफ्नो विवरणहरू भर्न सक्नुहुन्छ। अथवा होइन मलाई यहाँ इङ्ग्लिसमा चाहियो, मलाई इङ्ग्लिसमा सजिलो हुन्छ भन्ने जस्तो लाग्छ भने तपाईँले यहाँ तल गएर भाषा परिवर्तन गर्न सक्नुहुन्छ। हामी यहाँ इङ्ग्लिसमा लियौँ, मलाई इङ्ग्लिसमा सजिलो लाग्छ, त्यही भएर म इङ्ग्लिसमा लिएँ। यसरी यहाँ कुनै पनि एकाउन्ट तपाईँको नाम, आफ्नो नाम विवरण भर्नुहोस्। यसरी म एउटा विवरण भर्छु यसैकै। ल म श्याम भनेर भर्दिएँ, नेममा लास्ट नेममा राणा भनेर भर्दिएँ। अब तपाईँलाई पहिलाचोटि तपाईँहरूलाई गुगलले पनि जीमेलले पनि एउटा जीमेलको एकाउन्टको यो नाम तपाईँलाई सजेस्ट गर्छ। तपाईँलाई यो चित्त बुझ्दैन भने तपाईँले आफैले पनि कुनै नाम दिन सक्नुहुन्छ। तर अहिले उदाहरणको लागि भएको कारणले गर्दा म यसलाई नै ओके भनेर अगाडि बढ्छु र पासवर्ड अब कन्फर्म गर्नु पऱ्यो। तपाईँले पासवर्ड हाल्न सक्नुहुन्छ। पासवर्डमा सकेसम्म कसैले थाहा नहुने, अरूलाई पत्ता लगाउन गाह्रो हुने खालको पासवर्ड तपाईँले राख्नुपर्छ र तपाईँले याद गर्न सक्ने पासवर्ड पनि हुनुपर्छ। यदि तपाईँले याद गर्न सक्नुहुन्न भने तपाईँले आफ्नो काहीँ डायरीमा अथवा मोबाइलमा अथवा कतै नोट राखेर आफ्नो जीमेलको पासवर्ड राख्न सक्नुहुन्छ। यदि पासवर्ड भएन भने तपाईँले फेरि आफ्नो जीमेल चलाउन सक्नुहुन्न, तपाईँलाई गाह्रो हुन्छ, समस्या पर्छ। त्यसैले मैले एउटा पासवर्ड हालेँ। जस्तै म साधारण पासवर्ड हाल्छु एउटा, मैले श्याम SHYAM1234 एस्ट्रिक हाने। मैले सकेसम्म लामो र अलि अप्ठ्यारो, अरूले पत्ता लगाउन नसक्ने खालके हामी पासवर्ड क्रिएट गर्छौँ। फेरि मैले हाने SHYAM1234 एस्ट्रिक। दुईटामा पासवर्ड, कन्फर्म पासवर्ड र कन्फर्म पासवर्डमा पनि दुईटै सेम हुनुपर्छ, उस्तै। यो भएन भने हामी क्रिएट गर्न सक्दैनौँ जीमेल एकाउन्ट। जस्तै म एकचोटि चेक गर्नु पऱ्यो, यहाँ तपाईँले सही हान्नु भयो कि भएन पासवर्ड भनेर एकचोटि यहाँ चेक गर्न सकिन्छ। यहाँ सो पासवर्डमा क्लिक गर्नुभयो भने मैले यहाँ गलत हानेको छु, हेर्नुहोस् त। तपाईँले पनि यसरी चेक गर्न सक्नुहुन्छ। यहाँ क्यापिटल लेटर छ एस। अब भने दुईटा सेम भयो होइन त। अब हामी नेक्स्टमा जाउँ, क्लिक गरेर अर्को। हेर्नुहोस् त, यसले दियो सेभ लगइन फर google.com पासवर्ड भनेर। हामी सकेसम्म गुगललाई यसरी सेभ गरेर दिनुहुन्न, त्यही भएर मैले डोन्ट सेभ भने हामीले आफैले याद गर्नुपर्छ। यो पासवर्ड सकेसम्म तपाईँलाई गाह्रो छ सम्झिन, होइन मलाई यो ठिकै छ यहाँ सेभ भयो भने हुन्छ जस्तो लाग्छ भने तपाईँले सेभ गर्दा पनि भयो। नत्र भने सकेसम्म
यो यस पेजमा सेभ नगरौँ, आफूले याद गरौँ अथवा कतै लेख्ने गरौँ नोट गरेर। अब यो पेज खोलिसकेपछि तपाईहरूले आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ र तपाईले आफ्नो मोबाइल नम्बर यहाँ राख्नुपर्ने हुन्छ। त्यही भएर अब मैले मेरो आफ्नो मोबाइल नम्बर राख्दैछु। किनभने तपाईले यहाँ चाहिँ तपाईले आफ्नै मोबाइल नम्बर राख्नुपर्छ, किनभने तपाईलाई गुगलले 6 डिजिटको भेरिफिकेसन कोड पठाउँछ। यहाँ लेखिरहेको छ फर योर सेक्युरिटी गुगल वान्ट्स टु मेक स्योर इट्स रियली यु, तपाईँ हो कि होइन भनेर उसले कन्फर्म गर्न खोज्दैछ र एउटा मेसेज पठाउँछ जुनमा चाहिँ 6वटा डिजिटको नम्बर हुन्छ। त्यो नम्बर पछि यसपछिको प्रोसेसमा तपाईँले त्यहाँ हाल्नुपर्ने हुन्छ, नम्बर इन्सर्ट गर्नुपर्ने हुन्छ। एकचोटि हेरौँ नेक्स्ट गरेर। अब मेरो नम्बरमा यसले गुगलले एउटा भेरिफिकेसन कोड पठाउँछ। हेर्नुहोस् त मेरो नम्बरमा मोबाइलमा बसिसकेको छ, मेसेज आइसकेको छ। म यसको नम्बर हाल्नेछु, भेरिफिकेसन कोड। र भेरिफाई गराउनेछु, भेरिफाईमा क्लिक गर्नेछु। हेर्नुहोस् त अब मेरो श्याम राणा 051@gmail.com भन्ने जीमेल एकाउन्ट यहाँ क्रिएट भइसकेको छ। हेर्नुहोस् त अब तपाईलाई यहाँ के भनेको छ, यसले रिकभरी इमेल एड्रेस अप्सनल भनेको छ। यहाँ तपाईलाई अरू तपाईँको कुनै त्यस्तो इमेल एड्रेस छ भने यहाँ तपाईँले राख्न सक्नुहुन्छ। भोलि पर्सि पछि तपाईँले बिर्सिनु भयो के कारणले यो तपाईँको जीमेल एकाउन्ट रिकभरी गर्नु पऱ्यो भने तपाईँलाई सजिलो हुन्छ। त्यसमा नै यो गुगलले त्यसमा चाहिँ तपाईँलाई लिङ्क पठाउँछ, तपाईँलाई इमेल गर्छ र त्यसबाट तपाईँले आफ्नो अहिले बनाएको जीमेल एकाउन्टलाई फेरि रिकभरी गर्न सक्नुहुन्छ, फेरि सञ्चालन गर्न सक्नुहुन्छ। र अब हामी यो अप्सनल भयो, अहिले हामी यो राख्ने छैनौँ। तपाईँले तपाईँको अर्को इमेल एकाउन्ट छ भने यहाँ राख्दा पनि हुन्छ। अब हामी यहाँ तलतिर जाउँ, यहाँ दिएको छ इयर बर्थडे, तपाईँको जन्मदिन राख्नुपर्ने हुन्छ, जन्म र महिना। मैले राखेँ, यो मैले राखेँ, कुनै पनि छाने, मैले कुनै पनि छाने भने कुनै लेखिदिएँ मैले। तपाईँले आफ्नो हिसाबले लेख्नुहोस् तपाईँको आफ्नो जन्ममिति। जेन्डर तपाईँ महिला भए महिला, पुरुष भए पुरुष, अथवा अरू कुनै हो भने अरू कुनै लेख्नुहोस्, तर आफ्नो जेन्डर लेख्नुहोस्। यहाँ म मेल भएको कारणले मैले मेल यहाँ छाने। अब हामी नेक्स्ट अर्को प्रोसेसमा जानेछौँ। नेक्स्ट क्लिक गरौँ र गेट मोर फ्रम यर नम्बर। हेर्नुहोस्, इफ यु लाइक यु क्यान एड यर फोन नम्बर टु यर एकाउन्ट फर यर एक्रस गुगल सर्भिस लर्न मोर भनिन्छ। अहिले मैले यो गर्न चाहिनँ, तपाईँलाई गर्नु मन छ भने तपाईँले गर्दा पनि हुन्छ। यो गुगल जीमेल एकाउन्ट चाहिँ खोल्ने एउटा प्रोसेसको बारेमा सिकाउनु पर्ने भएको भएर भित्र नजाउँ यसमा। पछि तपाईँले आफूले पनि सेट गर्न सक्नुहुन्छ। र यसलाई म स्किप गरेर जान्छु। स्किप गरिसकेपछि यहाँ अर्को पेज एउटा खोलिएको छ जसमा चाहिँ गुगल यहाँ प्राइभेसी एन्ड टर्म्स भनेछ। यसको टर्म्स एन्ड कन्डिसनहरू यहाँ लेखिएको छ। तपाईँहरूले तपाईँको समय छ भने बिस्तारै पढेर यसलाई पढ्दा पनि हुन्छ। र यो सबै पढिसकेपछि हामी आई एग्री भनेर हामीलाई गुगलको जीमेलको टर्म्स एन्ड कन्डिसन चाहिँ हामीलाई चाहिँ स्वीकार्य छ भनेर हामीले मान्यौँ भनेर चाहिँ यहाँ आई एग्री भनेर चाहिँ यहाँ क्लिक गर्नुपर्ने हुन्छ। अब बिस्तारै अर्को पेज खोलिँदैछ। अब हाम्रो जीमेल एकाउन्ट खोलिँदैछ। लगभग हाम्रो पुरा भइसकेको छ जीमेल एकाउन्ट। हेर्नुहोस् त, ल हेर्नुहोस् त, गुगलले जीमेलले हामीलाई एउटा मेसेज पनि पठाइसकेको छ। श्याम, अघि हामीले नाम राखेको थियौँ श्याम, फिनिस सेटिङ अप यर न्यू गुगल एकाउन्ट। यसरी हामीले आफ्नो जीमेल एकाउन्ट खोल्न सक्यौँ। तपाईँहरूले आफ्नो जीमेल एकाउन्टलाई सुचारू गर्न सक्नुहुन्छ। यसरी नै यहाँ आएर हाम्रो जीमेल एकाउन्ट बनाउने प्रोसेस सकिन्छ।
र यसरी तपाईँहरूले आफ्नो जिमेल एकाउन्टलाई प्रयोग गर्न सक्नुहुन्छ, सजिलोसँग बनाउन सक्नुहुन्छ, प्रयोग गर्न सक्नुहुन्छ। जिमेलले यसरी मेल पनि पठाएको छ, हेर्नुहोस् त। वेलकम टु गुगल, योर न्यू एकाउन्ट कम्स विथ एक्सेस टु गुगल प्रोडक्ट्स, एप्स एन्ड सर्भिसेस भनेको चाहिँ विभिन्न इन्फर्मेसनहरू दिएको छ। तर बिस्तारै अपडेट गर्दै जानुपर्ने हुन्छ यो। तर विशेष हामीले अहिले भनेको साधारण सिम्पल एउटा जिमेल एकाउन्ट कसरी खोल्ने भन्ने प्रोसेस हामीले यहाँ सिक्यौँ। तपाईँहरूले खोल्नुभएको जिमेल एकाउन्टको जुन युजर आइडी र पासवर्ड चाहिँ सेफली आफूलाई याद हुने ठाउँमा अथवा आफूसँग सेफली राख्नुहोला। सकेसम्म अरूलाई डिस्क्लोज नगर्नुहोला, किनभने त्यो आफ्नो पर्सनल युजको लागि हुन्छ। विभिन्न कामको लागि हामी प्रयोग गर्छौँ जिमेल आइडी। र यसरी हामीले जिमेल आइडी बनिसकेपछि, जिमेल एकाउन्ट बनाइसकेपछि तपाईँहरूलाई हामी कसरी लगइन गर्ने भनेर पनि एकचोटि देखाइदिन चाहन्छु। एकचोटि यसलाई हामी लगआउट गरौँ। यो जिमेलको युजर नेम र पासवर्ड चाहिँ याद गरिराख्नुपर्छ तपाईँहरूले। अब एकचोटि साइन आउट गरौँ। जस्तै एकचोटि अब साइन आउट गरिसकेपछि हामी आफसे आफ यसरी यहाँ देखाउँछ, हेर्नुहोस्, श्याम राणा भनेर। हामीले यहाँ अथवा यसलाई एकचोटि क्लोज गरेर फेरि ओपन गरौँ। एकचोटि हामीले बनाइसकेको चिजलाई यसरी क्लोज गरेर ओपन गर्दाखेरि यहाँ जिमेल भनेर हाल्नु, gmail.com आइसकेको छ त्यहाँ। र यसरी अब यसरी इन्टरफेस यो पेज खोलिसकेपछि हेर्नुहोस् यहाँ दिएको छ तपाईँको नाम अलरेडी आइसकेको छ, किन तपाईँले अघि बनाइसक्नु भएको छ होइन। हामीले बनाइसकेको छ हाम्रो जिमेल एकाउन्ट। हामी यहाँ क्लिक गर्छौँ। क्लिक गरेपछि एउटा पेज खोलिन्छ अर्को र आफ्नो पासवर्ड हाल्छौँ। हामीले पासवर्ड के खोलिदियौँ, यहाँ पासवर्ड हामी राख्छौँ। यसरी हालिसकेपछि हामी यसलाई अर्को भनेर क्लिक गर्छौँ। अथवा यहाँ हामीलाई इङ्ग्लिसमा चाहिन्छ भने इङ्ग्लिसमा यहाँ छानेर सेलेक्ट गरेर अनि यसरी जान सक्छौँ। फेरि पासवर्ड हालौँ। यहाँ नेक्स्टमा क्लिक गर्न जान सक्छौँ। यहाँ हामी डोन्ट सेभ गर्छौँ, सेभ गर्नु हुँदैन सकेसम्म। अनि यसरी हाम्रो यो भित्र जिमेलको भित्री इन्टरफेस खोलिन्छ। र तपाईँले आफ्नो कसैले पठाएको इमेलहरू यहाँ हेर्न सक्नुहुन्छ इनबक्समा गएर। र नयाँ तपाईँलाई कसैलाई इमेल गर्नु पऱ्यो भने यहाँ कम्पोजमा गएर हामी यहाँ लेख्न सक्छौँ। तपाईँको कसैलाई पठाउने यसको एड्रेस यहाँ लेख्न सक्छौँ, यहाँ सब्जेक्ट लेख्न सक्छौँ, विषय, र यहाँ केही लेखेर हामी मेल गर्न सक्छौँ। यहाँ सेन्ड क्लिक गरेर हामीलाई यहाँ चाहियो भने यहाँ विभिन्न यहाँ टुल्सहरू दिएको छ। हामी एट्याच विशेष गरेर हामी फोटोहरू पठाउने गर्दछौँ है। त्यसको लागि चाहिँ फोटो अथवा कुनै पनि चिजहरू पठाउने एट्याच गर्नु पऱ्यो भने ठुल्ठुलो फाइलहरू पठाउनु पनि यहाँ क्लिक गरेर यसरी हामी यसरी छान्न सक्छौँ। हाम्रो योबाट डकुमेन्टहरू सेलेक्ट गरेर अनि ओपन गरिसकेपछि अथवा ट्याग गरेर यसरी ओपन गरिसकेपछि भित्र हामी सेन्ड गर्न सक्छौँ। यसरी ओपन गरिसकेपछि यहाँ यसरी आउँछ। यसरी आइसकेपछि यहाँ देखाउँछ। यसरी देखाइसकेपछि हामी यहाँ सेन्ड गर्न सक्छौँ। अहिले मैले यहाँ हालेको छुइनँ एड्रेस, त्यही भएर यो सेन्ड भएन। अब हामीले जिमेल आइडी एकाउन्ट र त्यसभित्र गएर कसरी चलाउने, कसरी पठाउने, मेलहरू कसरी हेर्ने त्यो सिक्यौँ। तपाईँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला कमेन्ट बक्समा गएर। हामीले बनाएका जानकारीमूलक भिडियोहरू नछुटोस् भन्ने चाहनुहुन्छ भने कृपया सब्स्क्राइब गरिदिनुहोला।